अक्षता हाल्नु अक्षता हाल्नु दुबल चाहियो अनि नब्बे त ल्याउनुपर्छ दुबो चाहियो यहाँ भरि पछि चढाउनु पऱ्यो कि दुबो गणेशलाई ल म भन्दै जान्छु त्यो गणेशमा चढाउने है त भयो त्यो एक एउटा निकाल्दै चढाउने है अक्षता ल ओम गणञ्जाय नमः ओम विजयाय नमः ओम आशापुरकाय नमः ओम वरदाय नमः ओम शिवाय नमः ओम काश्यपाय नमः ओम नन्दनाय नमः ओम वासुसिद्धये नमः ओम दण्डये नमः ओम विनायकाय नमो नमः भोगणादि गुरुपतये नमो नमः ल त फेरि देव्रे हातमा फुल चेत राख्ने अब सबैले ल अब बुहारी नमः ओम सूर्याय नमः ओम देव्याय नमः ओम शिवाय नमः ओम विनायकाय नमः ओम दुर्गाय नमः ओम वायवे नमः ओम आकाशाय नमः ओम आश्विन कुमारेभ्ये नमः ओम सोमाय नमः ओम भौमाय नमः ओम बुधाय नमः ओम बृहस्पतये नमः ओम शुक्रे नमः ओम केतुभ्यो नमः ओम ईश्वराय नमः ओम उमाय नमः ओम हेमाय नमः ओम स्कंदाय नमः ओम हरे नमः ओम इंद्राय नमः ओम कालाय नमः ओम चित्रगुप्ताय नमः ओम अग्ने नमः ओम भूमय अर्काय नमः ओम वनस्पतये नमः ओम सकल तीर्थेभ्यो नमः अब फुलले देख्नु छोड्यो नि बा अब हो गणपति त्यहाँ छोड्नु सबैले जल फेरि बा हो फेरि शुद्ध जल अनुलेपम चन्दन कुमकुमादि आबिर सिन्दुर अक्षता ज्यवतिलाल ज्योतिर पुष्पम फूल हो गणपति वर्ष देवता फेरो नमः धूप दीपम सकारै तपाईले धूप दीप गर्नु पर्यो सर्वदेवानां धूपोऽयं प्रतिक्रियतां धूपं दीपं समर्पयामि सर्वदेवी देवता फेरो नमः यो धूप सब हो चला यहाँ फोटो बेला हुँदैछ पूजा गरेकै छ बेला आए पनि जल चढाउनु पर्यो बाले चढाउनु चन्दन पुष्पम फूल दुर्वाम दुबो आम्र पल्लव पञ्च पल्लव हालिसकेको छ भयो नौडा आय नमः शुद्ध जलम विमलाय नमः अनुलेपम चन्दन विमलाय नमः अक्षता ज्यवत अब फुलले फेरि यतापट्टि आउनेपट्टि भयो फुलले फेरि नि हो अग्नि ज्ञान रूपे याग छ भो अग्नि ज्ञान रूपे याग छ यतिष्ठान तावतम सुस्थिर गर्नु भव छोडादिनी एउटा पुष्प टुक्रा आसन पहिला ज्ञानाय नमः पाद्यम जल चढाउने को हो अर्घ्यम शुद्धोकासन फेरि जल पाय नमः अक्षता हो दाक्षिणी छोइरहने बा हो दाक्षिणी फुलले छुनी छोइरहने हो दाक्षिणी क्रिये याग छ हो दाक्षिणी जल क्रियाय नमः आर्यम जय क्रियाय नमः पुनर्वाचनम क्रियाय नमः पंचामृत क्रियाय नमः सिंदूर अक्षता ज्यवतिलाल ज्योतिर पुष्पम फूल हो क्रियाय नमः हो नारी यसमा बुवा अब फुलले छुनी
आसन एउटा कुसुम टुक्रा आसन भो योगे नमः योगेभ्य नमः पञ्चामृतम योगेभ्य नमः शुद्धोकासनं परिजल योगेभ्य नमः अनुलेपं चन्दन योगेभ्य नमः कुङ्कुमादि आविर योगेभ्य नमः त्याय नमः आर्घ्यं प्रवे नमः पुनर्वाचनं प्रवे नमः पुष्पम फूल भो इन्द्राय नमः भो अग्निपट्टि फेरि यतापट्टि फुलहरूले छोइरहने भयो भो अग्नि आगच्छ भो अग्नि आगच्छ यतिष्ठां तावनं पेरिजाल अग्ने नमः अनुलेपम चन्दनम अग्ने नमः इष्टां तावतं सुस्थिरवर्धो भव पाद्यं जल चढाउने हेमाय नमः अर्घ्यं हेमाय नमः पुनर्वाचनं अग्नि हेमाय नमः पञ्चामृतं हेमाय नमः शुद्धोकासनं हेमाय नमः अक्षता तमिलमा फुलहरूले छुनी भो वायव्य वायु यागच्छ भो वायव्य वायु यागच्छ यतिष्ठां तावतं सुस्थिरवर्धो भव पाद्यं जचडनि वायो नमः अर्घ्यं दै वायुभ्य नमः कुमकुम भो उत्तरी अब यतापट्टि फुलहरूले छोइरहने भा भो उत्तरे कुबेर यागच्छ भो उत्तरे कुबेर पुनर्वाचनमाय नमो नमः भो ईशानाय नमो नमः ल बा फुल अक्षता यहाँ बिचमा छुनी अब फुल अक्षता लिने बिचमा छुनी यहाँ काममा चाहिँ हाम्रो कल्पना दिदी हुनुहुन्छ। एकदम राम्रो गर्नु है, तपाईँकै हातमा छ कसर। अब यता
बहिनीलाई हो खुदो खुदो जसले बनाउँछ त्यसकै हातमा हुन्छ। अब हाम्रो यता दिदी हुनुहुन्छ उहाँको हातमा छ, उहाँ के अरे गुरुलाई खाना बनाइदिइरहनु भएको छ। उहाँले चाहिँ उहाँको धेरै ठुलो भूमिका छ। उहाँ पनि हुनुहुन्छ हाम्रो तल दिदी। जाउँ उता जाउँ अब। ल उहाँ हुनुहुन्छ हाम्रो मन्जु दिदी, हाम्रो सबैभन्दा ज्येष्ठ दिदी। अनि अब उहाँहरू हुनुहुन्छ उता हाम्रो मम्मी हुनुहुन्छ, आमा सबैजना हुनुहुन्छ यहाँ। सबैजनाले रमाइलो गर्दै हुनुहुन्छ, कसार पार्दै हुनुहुन्छ। उहाँहरू फुपूहरू हुनुहुन्छ, हजुरआमा हुनुहुन्छ, सबैभन्दा जेठी फुपू माइली साइली कान्छी अब को हुनुहुन्छ। उहाँहरू साथीहरू पनि हुनुहुन्छ है अझै विशेष भूमिका लिएर। ल भीमा दिदीले आफ्नो परिचय दिनु त। म लक्ष्यकी जेठी फुपू हिमा मैनाली रिजाल। यहाँ रमाइलो भइरहेछ, धेरै रमाइलो भइरहेछ। म कटुन्चेबाट चाहिँ शुभ साइतमा कसार बाट्नलाई आज बिहानै यहाँ माइती घरमा आइरहेको छु। साह्रै रमाइलो भइरहेछ। ल हजुरलाई कस्तो भइरहेछ? रमाइलो भइरहेछ। हजुर चाहिँ को लक्ष्यको? लक्ष्यको हजुरआमा। एकदम रमाइलो खुसी एकदम रमाइलो भइरहेछ। हजुरलाई कतिको रमाइलो भइरहेछ? एकदम रमाइलो भएको छ, धेरै रमाइलो एकदम रमाइलो छ। हजुरको परिचय दिनु न। यहाँ लक्ष्य भाइको साइली फुपू हो, मेरो माला जोड हो। म सरिता खरेल, मेरो नाम हजुर। म ढाकादेखि आएको। म एकदम क्यान्सरलाई जितेर एकदम ह्याप्पी खुसी। मेरो भाइको बर्तनमा एकदम ह्याप्पी छु। ल हजुरको परिचय दिनु। हजुर लक्ष्यको को? म लक्ष्यको कान्छी काकी, म झापाबाट आएकी। एकदम रमाइलो भइरहेछ। नमस्कार, म झापाबाट आएको। म प्रेमा उप्रेती हुँ, लक्ष्यको कान्छी फुपू, झापाबाट आएको। यहाँ भाइको कसम मलाई यहाँभन्दा रमाइलो हुने ठाउँै छैन। म ह्याप्पी भएको छु। ल धन्यवाद। ए झन्डै हजुरको परिचय। मेरो शुभ नाम रिता उप्रेती हो। म सिजुवा मोरङबाट आएको। मेरो प्यारो भदा भाइ लक्ष्यको वर्तमान गर्न पाउँदा अति धेरै खुसी छु। हृदयदेखि नै मेरो यो हिँड्ने भए खोलेरै देखाइदिन्थे, त्यति खुसी भएकी छु। आज रमाइलो भएको छ। दिदी बहिनीहरू सबैसँग भेट भएको छ। ल हजुरको परिचय। हजुरको मेरो नाम सुशीला ओझा हो। म यो लक्ष्य बाबुको फुपू भन्नु। अब लक्ष्यको हजुरआमा कहीँले मेरो आमा साइली त्यस्तो हो। अब दिदी पनि भेला जेठी छोरी सुशीला। म चाहिँ त्यो बन्द हुन्छ अरे भन्दै डर पनि लागिरहेको थियो। कता ब्लक हुन्छ कि भनेर जुराको जुरो त्यो ब्लक पनि तोडेर आइएको। धन्यवाद हजुरलाई। हजुरको परिचय दिनु त। हजुर म समीक्षा घिमिरे, लक्ष्यको सानीमा पनि छिमेकी पनि, दुइटै नाताले चाहिँ यहाँ एकदम रमाइलो मानेर कसार बटार्दैछु। ल हजुरलाई कतिको रमाइलो भइरहेछ? मलाई एकदम रमाइलो भइरहेछ। म चाहिँ सुजाता दाहाल, छिमेकी। बटु आइपुगेछ। बटु के छ खबर? ठिक छैन, ठिक छ। आइरहेछ? कतिको रमाइलो भइरहेछ? रमाइलो गर्नुको लागि केही नि भएन। रमाइलो भएको छैन? बाछ शिवसन के भइरहेछ? मजा आइरह। अब तिम्रो पनि व्रत बन्द गर्नुपर्छ है। नगर्नु नगर्ने? गाह्रो भयो? दर्पण के भइरहेछ? मजा भइरहेछ। मजा भइरहेछ? है अब अर्को। ल हजुरको परिचय दिनु न। मेरो चाहिँ रणमाया ओझा हो। म पथरी 3बाट आएकी। यहाँ चाहिँ इन्दिरा भदै हो। इन्दिरा कि म फुपू। नातिको वर्तमानमा खोप रमाइलो गर्न आइयो। दुःख कष्ट सहेर उहाँदेखि। हजुरको परिचय। नमस्कार, मेरो नाम चाहिँ इन्दी ओझा। म चाहिँ गोर्खाङबाट आएको। यहाँ चाहिँ छोराको वर्तमान एकदम रमाइलो भइरहेको छ। नमस्कार, प्रणाम। मेरो नाम हरिमाया खड्का, गौरदा 5बाट आएको, झापाबाट। यहाँ मिच्छोरीको नातिको वर्तमानमा आएकी छु। साह्रै गाह्रो भने आइरहेको छु। रमाइलो खुसी एकदम हर्षका गदगदको साथ यहाँ बहुत हर्षका साथ यहाँ गरिरहेको छौँ। कसार बटारिरहेको छौँ। रमाइलो भइरहेछ। म लक्ष्यको मावलाको हजुरआमा, दमक 9बाट। रमाइलो भइरहेछ मेरो नातिको वर्तमानमा। एकदम
ल धन्यवाद सबैजनालाई गरी रमाइलो गर्नु। अझै भोलिको दिन छ, झन् भोलि धेरै रमाइलो गर्नुपर्छ। आज अहिले पछि फेरि एकछिनमा हल्दी पनि हुन्छ। हल्दीमा चाहिँ सबैजना बसेर यस्तै गरी रमाइलो गरौँ। अहिले कसार बटार्ने पनि एकदम रमाइलो भइरहेछ। हाम्रो कविता एकदम रमाइलो भइरहेछ। यहाँ चाहिँ भवाल रहेछ कसार बटार्ने टोलीको। ओहो कति रमाइलो है कसार बटार्ने। कसार एकदम राम्रो चिल्लो चिल्लो हो ठिक्कको छ। योभन्दा ठुलो बनाउनु पर्दैन। कति राम्रो के कसार ठुल्ठुलो नबनाउनु होला, भाग पुग्दैन होइन। सानो सानो कप्लक्क एकचोटि मुख हाल्दा रसिलो आओस्। साह्रै राम्रो छ। ल ठिक छ। म चाहिँ यहाँ इन्दिराको डेडी, अब घर झापा दमक होइन। मेरो नाम चाहिँ हरि घिमिरे। अब यो मेरो नातिको वर्तमानमा उपस्थित भएको छु र यहाँ जुन एक खालको छर छिमेकीहरूको जुन यहाँ सहभागिता छ र एउटा सद्भाव उहाँहरूले देखाउनु भएको छ, यसमा अत्यन्तै खुसी प्रकट गर्छु। र जुन सरसहयोग अत्यन्तै धेरै सरसहयोग छिमेकीहरूले दिनुभएको छ, यसका लागि पनि म धेरै आभारी छु र उहाँप्रति धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद डेडी। ल उहाँ दिदीको त लिइसकेको। म चाहिँ योगेन्द्र ओझा मेरो नाम, लक्ष्यको भिनाजु। अब मेरो बसाइ विशालनगरमा। अब आज यो कार्यक्रममा आइएको छ, धेरै रमाइलो चाहिँ भइरहेको छ। म चाहिँ दर्शकमा बसिरहेको छु। एकदम रमाइलो चाहिँ महसुस भइरहेको छ। धन्यवाद। नमस्ते, म चाहिँ बटुकको मम्मी। आज कसार बटार्न पाउँदा सबैजना दिदीबहिनीहरू यसरी भेला भइदिएर मेरो घरमा कसार बाट्दाखेरि म चाहिँ एकदमै खुसी लागेको छ। इष्टमित्र छर छिमेकी छोरी ज्वाइँ भगवान्ले रक्षा गरून् सदा सर्वदा। मेरा नाति नातिना ज्वाइँ छोरी सबैको ज्वाइँ छोरी सबैको भगवान्ले रक्षा गरून्। एकदम उच्चा भएर बस्नु परोस् भगवान्। नाइना हजुरको परिचय दिनु त। हजुरको परिचय बटुको को हजुर भन्नु त। मेरो यही कन्काई नगरपालिका मेरो बसोबास यी हामी दुईजना। यो माइला छोराको नि मैले बनाएको घर हो अनि माइला छोरालाई राखेको हो। अब त्यहाँ मेरो नाम उमना दिवाकर मैनाली। कसको व्रतबन्धमा आउनु भयो हजुर? नातिको व्रतबन्धमा। कसको भन्नु त मैले चिनेको छ मेरो नाति। रमाइलो भइरहेछ आज। हजुर रमाइलो भइरहेछ। अब सबैजना धन्यवाद दिनु पर्यो नि त आउनुभएको इष्टमित्र। ल मेरा इष्टमित्र छर छिमेकी सबैलाई, चेलीबेटी भान्जा भान्जी गाउँका छर छिमेकी सबैलाई मेरो तर्फबाट कोटी कोटी धन्यवाद छ, अरू आशीर्वाद छ। यो कसार बाटेको पनि सबै तपाईँहरूलाई पनि आशीर्वाद छ। ल मेरो तर्फबाट कोटी कोटी आशीर्वाद छ। मेरो नाम चाहिँ भरतमणि रिजाल हो। म बटुकको चाहिँ भिनाजु फुपाजु, जेठो फुपाजु। अनि हजुरलाई कस्तो कतिको रमाइलो लागिरहेछ? एकदम भयङ्कर रमाइलो लागिरहेछ। यो हाम्रो चाहिँ कर्मकाण्ड हिन्दू संस्कार अनुसार चाहिँ यो गरिने कर्मकाण्ड। यो चाहिँ व्रतबन्ध चाहिँ व्रतबन्धले चाहिँ अब आउने सबै कुराहरू खुलाउने हो। हाम्रो संस्कारमा चाहिँ खुलाउने। असाध्यै रमाइलो लागिरहेछ, राम्रो लागिरहेछ। सबैजना आउनु भएको छ, खुसी छु। धन्यवाद। हाम्रो ज्वाइँ श्रीमान कृष्ण मैनाली साथै छोरी इन्दिरा मैनालीका सुपुत्र मेरो नाति लक्ष्य मैनालीको मिति 2082 साल चैत्र 15 गते वर्तमानको कार्यक्रमको आज अघिल्लो दिन यहाँ विभिन्न ठाउँबाट उपस्थिति भएर
जुन खालको एउटा कसार बाट्ने अनि पूजाआजाको कार्यक्रमदेखि लिएर धेरै कार्यक्रमहरू यहाँ भइरहेको छ। यस अवसरमा जो उपस्थिति हुनुभएको छ यहाँहरूलाई मेरो एउटा बटुकको अथवा व्रतबन्ध मेरो नातिको हजुरबुवाको तर्फबाट यहाँहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु र म आभारी पनि छु। र जुन यहाँहरू कसार बटारी राख्नुभएको छ यो कसार बटार्ने कुरामा विभिन्न ठाउँबाट भक्तपुरको स्थायी रूप यो चारदो बाटो, भक्तपुरका विभिन्न ठाउँ अनि काठमाडौँबाट अनि झापाबाट उपस्थित भएर जुन यहाँ रमाइलो गरिराख्नु भएको छ, कसार बटार्ने काम गरिराख्नु भएको छ, यो अत्यन्तै राम्रो कुरा छ, खुसीको कुरा छ। जो यहाँहरू पनि अत्यन्तै खुसी भएर एउटा कसार बटार्ने कामहरू गरिराख्नु भएको छ। मलाई त यस मानेमा पनि खुसी लागेको छ जुन यहाँ कसारहरू म देख्छु कति राम्रो, कति राम्रा, कति गोला होइन। तपाईँको सबैमा यस्तो कसारहरू हुँदैनन्, सबै साइज मिलेका सबै होइन। यो देख्दा पनि मलाई अत्यन्तै खुसी लागेको छ होइन। र मैले धेरै कुरा भन्नुभन्दा पनि अब यतिमै म आभारी छु, खुसी छु होइन। यहाँलाई खुसी प्रकट गर्न चाहन्छु। हस् त, धन्यवाद, नमस्कार। हजुरको नामदेखि लिएर परिचय खुलाउनु। नमस्कार सबैमा, म अञ्जना खड्का। म चाहिँ बटुकको मित मम्मी होइन। मेरी प्यारी मितिनी इन्दिरा घिमिरे मैनालीको र कृष्ण मैनाली मिज्यूको एउटा मात्र छोरा। उहाँको भोलि 2082 12-15 गते हुन गइरहेको व्रतबन्धको अघिल्लो दिन हामी कसारबाट नै कार्यक्रममा उपस्थित छौँ। र अघि हाम्रो मित बुवाले भने जस्तै कस्ता राम्रा कसार देख्दा पनि र हाम्रा सबै उपस्थित सम्पूर्ण आमा बुवा, यता हाम्रो बहिनीहरू, भान्जा भान्जी, दिदी बहिनी सबैजना कस्तो मजाले पहेँलो ड्रेसमा भरे हल्दी मेहन्दी गर्ने गरी तयारी भएर यो कसार बटाइरहेको कार्यक्रममा उपस्थित भएर यसरी सँगै बसेर कसार बाट्न पाएको उपलक्ष्यमा एकदम खुसी व्यक्त गर्दछु। र हाम्रो चाहिँ मेरो मम्मी र मेरो मित मम्मी सँगै बसेर दुईजना चाहिँ कसार बटाइदिनु झन् दुईजना सँगै देख्दा झन् धेरै खुसी लागेको छ। मेरो मितिनी कता गइन् पनि ल। यहाँ हामी सबैजनालाई धन्यवाद, नमस्कार। म मितामा धन्यवाद हामी प्यारी दिदीलाई। केशवं कृष्ण दामोदरं अच्युतं केशवं कृष्ण जानकी आते नहीं यो सकरा गरी तयार हजुरलाई मलाई सकरा समर्पण रमा श्रीमान शान्ति नारायण सँगै भइनु नाथलाई लिबक्छु जल कृपा दृष्टि लगाई नाने समर्पयामि रमा सहित श्रीमान शक्ति नारायण नमः। वस्त्र मीरा के जैसे बुलाते नहीं ओम हिरण्यगर्भ सगलादो गरुडादो वैदेके आदित्य सदा पस्मै निवाय संकीर्णम केवलि पुराणे संकल्पितानि नमना वेदमयाद विद्यं गणं मरवासा भूषाणि सारा पारी रहेछु मना मनले तयारी लागु रवा आता लिएर नि है बा एकछिन आता लिएर नि कौन कहते भगवान खाते नहीं कौन कहते हैं भगवान खाते नहीं सौभाग्य
बेर शबरी के जैसे खिलाते ओम रामाय नमः दक्षिण गानु सिंहाय नमः नाभिं भुजामि ओम दामोदराय हृदयं भुजामि ओम जनार्दनाय नमः ओम मध्यं भुजामि तै नमो नमः अब धूपाली तत्तेजनं पितामाष्टं सुगन्धना सुगन्धं कृष्ण दुर्गन्धनाशनं समर्पणं इमं सुगन्धं माखै दुर्गन्धनाशनं प्राणाय अनुपठनं जलुलाई सुगन्धि धूपं समर्पयामि रमासहित श्रीमन् सत्यनारायण चल जीवन भयो डोलो दुनिया घुमाइदिने सोसाइटी पर घुमाइदिने धूपं दर्शनं समर्पयामि रमासहित श्रीमन् सत्यनारायण नमः चन्द्रमा मनसो जातोक्षो सूर्योदयत श्रोतार्जुकाणमुखरामिरादायत सूर्योदयानि देव भवति निजमे दीपावली स्वयंपदं प्रवचि तथाविनं दर्शयामि जगदीश्वर दासं सूर्यस्तुतिजौ प्रौवादश फैलिएको उक्त प्रभु उस्ता प्रभुका सहयोग न कामती भक्ति प्रमात्र प्रभु सेवको श्री नमो नमः यसो देखाइदिनु राख्नु सब भित्र उसलाई भोजन गराउनका निमित्त होला प्रशस्त चिज के तर भक्ति साथ जो दिन्थिन तल राख्नु पर्छ त्यसलाई चाहिँ यहाँ तल राखिदिने कौन कहते हैं भगवान सोते नहीं कुनै कुरा मुसु मुसु हाँसी स्वीकार होस् प्रभु अब बनाइ बित यहाँ तयार हो अब बनाइ बित जन समर्पयामि रमासहित श्रीमन् सत्यनारायण त्यो अब यसो छोइदिनु पर्छ एउटा पनि यसो छोड्ने हो त्यहाँ राखिदिने अहिले प्रसाद पनि हो हरिप्रति नाम मन्दाकिनीको जल पूर्व कबुतर भन्दिलाई दुःख मत बाहुबली अब आत्मनियम समर्पयामि रमासहित श्रीमन् सत्यनारायण नमो नमः श्री माँ यशोदा के जैसे सुलाते एवं जो प्रभुलाई चढाउँछ फल यसबाट अर्का जुलीमा केवल समूह प्रभु जैसे सुलाते त्यो होइन हजुर अच्युतम अच्युतम केशवम कृष्ण द्रव्यम समर्पयामि रमासहित श्रीमन् सत्यनारायणं नारायणं जानकी डाम्बर घरले खुल्लिने दुईवटा खुल्ली लाइने पार्टी यसरी बलि यसरी दुईवटा ताम्र यो घरि प्रभु हजुरमा ताम्र बेचन समर्पयामि रमासहित श्रीमन् सत्यनारायण यसरी 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 हामी भइहाल्छ यसरी यसरी बाटोमा कल राखिदिनु हौ त्यो राख्नु त्यसलाई त राख्नु यो पूजाको सिजन लाग्छ कौन कहते हैं भगवान नाचते गोपियों की तरह हम नचाते नहीं जल्लिनी फुलमा अब जल्लिनी फुलमा जल्लिनबाट जल्ली घुमाइदिनु गोपियों की तरह हम नचाते नहीं ल अलिकति निराजनको बत्ती अलिकति बत्ती बाल्नु पर्यो अच्युतम केशवम कृष्ण दामोदरम सम्झिनु न भइहाल्छ नि सबै मनले सम्झिने हो राम नारायणम जानकी वल्लभम आमोदं पुनरेका
राजेन्द्रेशं दैत्यसुरानं विन्नं गरुडं सनातनं भगनाथं श्रीवलं वै मधीश्वरम् सत्यनारायण देवं माविनं सदा सत्यं नारायणमतं परं तस्वरं मधुपर्करं बुधगुणं भद्रं वेशमिदं प्रभो मोहितं कथं वेदानि मोहितस्तरं मायानां प्रसिद्धं पूजित भक्तानां यथाविधं विस्तरे पुत्रं च वित्तं च मञ्चितं पाहि मां शरणं गतं शरणगते प्रपद्यतं कामते सिद्धये ॐ सशङ्खचक्रं सकिरीटकुण्डलं सपीतवस्त्रं सुरसारेक्षणं सारभक्षस्तलकौस्तुभास्यं नमामि विघ्नेश्वरपाय वेशं भुवेश्वरी देवी चराचरस्य देवी प्रपन्नातिहरे प्रसिद्ध मातर्जगतो किलस्य तुम्बा मम देव देव इमानि पुष्पाणि मनोहराणि सुरासुराणां विदुल हजुर चढाइदिनु त ल सबैले हात जोड्नु त ओम सत्यनारायण देव वन्देनं कामविभवं लीलया रचितं विश्वं येनं तस्मै आरोग्य पशुपति भगवान को रमा सहित श्रीमन सत्यनारायण को रमा सहित श्रीमन सत्यनारायण को यजमान कुलदेवताभ्यो यजमान प्रीतिहरूको भन्छु म है यजमान प्रीतिहरूको तेरा देश अब पूर्ण पात्र गर्न चाहिँ मिल्दैन बा बाँकी रहेछ काम सागर हातम पुष्पाक्षतन निमग्नि महाविज्ञानं परम श्रेष्ठं देव केवलं स्वामी विरानं शिवस्य परमेश्वर पछाडि हात राखेर चिर्ने क्षमा मागे है यो देव ल बसाल्नु पर्यो ज्ञानी कानी जपा पानी जन्मान्तर कीर्तानी छ तानी तानी प्रदक्षिणं पदे ल राख्नु त्यही राख्नु त अहिले आउने बेला त्यही राख्नु गाएनबाट अलिक हाँस्दै गरौँ है हाँस्दै गरौँ अलि रिसाएको जस्तो आइरह है स्माइल जस्तो
उँधोलाई बग्ने सिलिली नदी उँभोलाई निरह हिचल छ मलाई आमाको माया हिचल छ बिरह मलाई आमाको माया हिचल छ बिरह देखाइमा फुलो लैलाली गुराँस मोलाउँदै झरुला नरौ न आमा ती आँसु पुछ म आउँदै गरुला नरौ न आमा ती आँसु पुछ म आउँदै गरुला उँधोलाई बग्ने सिलिली नदी उँभोलाई निरह हिचल छ मलाई आमाको माया हिचल छ बिरह हरमार हार्मोनी बाजा डाम्परो हजार सँगै जाउँ पानी सँगै जाउँ दाउरा सँगै जाउँ बजार जुइना राखिन्छ क्या जुइना राखिन्छ कि घर भिजाएर एक्लै गीत गाउनुहुन्छ तिरीमा तिरी मुरली बजो घुमाइन मामाको काट्नाको बाछो फुकाइदेऊ माइजू दुध खाओस् आमाको लगाइदिएको छ मल्ल राजा विश्वकारी मल्ल राजा कैमा घुस हिँड्लै रानी उहीको बिहा रानीमा जान्छन् नि पियानी रानी भो रानी मैला भो जान्छन् नि पियानी रानी मैला जान्छन् नि पियानी रानी फुलो बसिरै अँध्यारो फुलो टिपी शिवजीलाई चढाइ टिपी Bola bola anu, buat anu. Bola bola dulu dah, cuma ganti nih. Bola bola. Kau yang buat sih dah. Nombor semua.
ल म निकालिदिन्छु लुगाइदेऊ ल सिरीमा सिरी बतासै चाल्यो सिरी से सोधीमा तिमीलाई पनि ल्याएको माला ओइलायो गोदी बसा कान्छी घा साउ तिरेर रह्यो भने लोरुके सुना लाउली तिमीलाई माइलेको छैन र भूख नकराऊ आमा यो अवसरमा आऊ आऊ लाग्यो यो बेलामा यो अवसरमा आऊ आऊ लाग्यो एउटै भजन कृष्णजीको गाउँ गाउँ लाग्यो यो भजन कृष्णजीको गाउँ गाउँ लाग्यो यो बेलामा यो अवसरमा आऊ आऊ लाग्यो एउटै नातिको व्रत मनमा आऊ आऊ लाग्यो एउटै नातिको व्रत मनमा आऊ आऊ लाग्यो यो बेलामा यो अवसरमा आऊ आऊ लाग्यो एउटै नातिको व्रत मनमा आऊ आऊ लाग्यो जय
आफै घुम्छु। सावित्रा त्यो बिचकोलाई चलाइदिनु। पहिला दुईहरूले
सूर्यनारायण अब सम्झेर सिकाइदिनु 3 पटक दुईया चाहिँ सूर्यनारायणलाई पहिला सूर्यनारायणलाई अनि अगाडि उठ्ने गणेशज्यू हो हजुरले पुरानी पुलेदा सम्झिनुहोस् दिने 3 पटक सिकाइदिनु माथि कुल्ला 3 वटा गरे हुन्छ 3 पटक हो ल पहिला यो बाली शिरस छ भने शिरमा 3 पटक 3 पटक हृदय भने साथी 3 पटक ल अब अरूले हाल्नुभयो वाह चेक्नुभयो ल का 7 दिन सवा लाख दीपक प्रोजेक्ट इदम दक्षिण प्रत्येक वर्ष नाना पत्रै थियो त्यसले उते परमाणु जलमा छोडी विद्युत जलमा छोडी विद्युत जलमा हो त्यहाँ भइमा राख्नु मान्छेलाई ओम गच्छ ओम गच्छ तानाम परमेश्वरम एकम ब्रह्मा गच्छतु तासनम आवाहि निरानाम विसर्जनम औँठी बोली एक एउटा पैसा दिने त्यसमा एउटा पैसा दिने कर्मको अब दिन खोइ अब कर्मको खोइ साक्षात कायेन वाचा मनसित आत्मनिर्भर साक्षात कायेन वाचा मनसित र हेरमा कोही विष्णुको पैसामा राख्नु ओम विष्णवे नमः भन्ने ओम विष्णवे नमः ओम विष्णवे नमः ओम यशस्कृतं कर्म तस्मै भगवान् हात हाले सकिन्छ भुँडा मारेर टेक्नु नसके पछाडि हाल्नु ल टेक्नु सक्नु टेक्नु हरि ओम देवता पृथ्वी शान्ति राम शान्ति लोके शान्ति ब्रह्म शान्ति सर्वभूत शान्ति सर्वा शान्ति हजुर शान्ति भान्जा खाना खायो घरको मान्छेले खाना खायो अनि त्यो घटाइहाल्नु पर्ने
दिदी